फसेर उठेको सुतिरहेको धेरै बेर सुन्नु त हुँदैन रातभरि सुते चर्को घाम छ यार हिजो पनि पानी परेन खासै धेरै होइन यस्तो बवाल चर्केको छ घाम यस्तो अनि अब त्यही हो ब्लग चाहिँ आज चाहिँ त्यस्तै भइरहेछ होइन दिल्ली युपी भन्दा धोपी भन्दा युपी पानी परेको थियो होइन हल्का फुल्का दामी तरिकाले पानी पर्छ भनेको चिल पारामा दामी पर्छ भनेको पानी नि पर्दै परेन अनि त्यही भएर चाहिँ यसो माथि चाहिँ यसो हल्का वार्मअप गरेको अनि ब्लगहरू गर्दाखेरि के गरौँ भनेर चाहिँ एउटाले फेरि मैले कन्टेन्ट लेख्न लागेको थिएँ वेलकम ब्याक टु माई न्यू ब्लग है चाहिँ दिउँसो चाहिँ कति बजेको छ भने लगभग 1 बज्न लागेको छ गाइजहरू है अझै रुममा फसेर उठेको सुतिरहेको धेरै बेर सुन्नु त हुँदैन रातभरि सुत्यो बिहान पनि छिटो उठेर उहाँ उताको थिएँ धारावानतिर अनि त्यसपछि चाहिँ आज चाहिँ ब्लग चाहिँ गरौँ सुरुवात गरौँ भनेर के अरे के गर्न लागेको छ ओ शारदा छोटेको हेलो शारदामा के गरिसिन् है कहाँ के गरिसिन् पुरो त ट्याक्क लाग्यो सुत्ने मास्टर त्यतिकै डुलिछु कहाँ डुलेको आज बाहिर डुल्न पर्यो घाँस हाल्नुला भनेको फेरि केटा हो निन्द्रै लागेन हो यस्तो चर्को घाम छ यार हिजो पनि पानी परेन खासै धेरै होइन यस्तो बवाल चर्केको चर्को घाम लाग्छ चारको छोटो लो घाम यस्तो वाली घाम लाग्छ तगडी बहुत तगडी वाली घाम लाग्छ तगडी घाम लागेको छ एकछिन निदा आयो यताउति गऱ्यो तगडी वाली बवाल खतरनाक छ ए हामी आउनु त आएको थियो छिटै ए हो भोलि हेर्न र नुहाइदिनु पर्ने थियो भाइ नुहाउनु पर्ने भएको यो सुतेको जतिखेर सुतेको सुते वाकेर चेरेको चेरे बसेको चाहिँ यो ल्याएर कनाउँछ कनाउँछस् ड्राका ढेर कनाएको यो त ट्याङ्ले कस्तो कनाउँछ यार डेन्जर तरिकाले कनाउँछ यार पानी पर्दैन होला बेलुका पनि यस्तो गर्मी होला जस्तो छ अलि उस भइसकेर अलिकति गर्मी त भएन त्यति कोठा त त्यही पनि गर्मी हुन्छ कि भन्ने आशा गरेको गर्मी होला नि त पानी चाहिँ गर्मी त चिर्खा डेन्जर लाग्छ होइन होइन त डेन्जर बाबा डेन्जर तरिकाले हग्छ नि हग्ने कुरो त हगिहाल्छ नि डेन्जरै हग्ने कुरो हगिहाल्छ नि त त्यही भएर हो अहिले चाहिँ अनि यसो भनौँ भनेर निस्केको के अब पानी खान्छु एकछिन उस गर्छु अब हेरौँ न त एकछिन केही छ कि टिभीमा हेरौँ न त टिभी हेरौँ टिभीमा के छ भनेर हो नि त के छ तिम्रो नाम टिभीमा परिचय पाऊँ भने जस्तै हो नि त गाइजहरू अनि सुत्दै उस गरेको अनि झ्याप्प निन्द्रा आएको थियो अनि आमा आइहाल्नु भयो अनि फेरि बाँस सुतिसक्नु भयो फेरि म फेरि खाने के हो खानामा त यति थोरै खाएको खाना के हो अक्रम पक्रम के हो है गाइजहरूपछि म भर्खरै उस गरेको अनि आमा बुवा चाहिँ फेरि घाँस काट्न जानुभयो अनि फेरि कोलोमा फोन गरेको फेरि फोन लिएर जानुभयो होइन अनि यत्तिकै अब पानी पर्ला जस्तो गरिरहेको छ मौसम पनि एकदम उस भयो हिजो उता गयो स्कुटरमा बेसरी थाके लाग्दो रहेछ क्या धेरै चलाइराख्दाखेरि नि स्कुटर थाके लाग्ने अनि स्कुटर पनि अगाडिको टायर एकातिर खाए जस्तो मैले फिल गरेको हो कि स्कुटरै त्यस्तै हो गाई चाहिँ थाहै भएन होइन अनि यसो टिकटकमा यसो स्क्रल गरेर अनि दिमागमा त टाउकोमा त घुमाए जस्तो हुन्छ रिङ्गडा लागे जस्तो पनि हुन्छ होइन डेली बोल्नु मन लाग्छ तपाईँहरूसँग बोलौँ अनि कहाँ के गरेको छ कस्तो गरेको छ कुन अवस्थामा छ के गरेको छ भन्ने अपडेट हुन्छ नि त सबैजना खुल्दी हुन्छ नि त त्यही भएर सबैजना खुल्दी हुनै पर्ने आवश्यक भएको कारणले गर्दाखेरि हो अनि त्यही हो गाइजहरू अब त्यसै आज यसो बाहिरतिर निस्किनु जस्तो थिङ्किङ गरिरहेको थिएँ अब कस्तो लाग्यो बिहानै अलिक कस्तो भयो क्या मनै कस्तो मनै के भयो गाइजहरू मनै कता के जाने ठाउँमा चाहिँ अब खै के गर्नु त गाइजहरू खै त्यही खानु पऱ्यो नि हावा खाना आएर त बस्नु भयो नि त नि हावा खानु पऱ्यो नि त सही हो केटा होला आज चाहिँ युपी भन्दा धोपी भन्दा पानी पर्ला जस्तो नै छ गाइजहरू होइन युपी भन्दा गाइजहरू होइन कताबाट कराएको मान्छेहरू
चिल फाराममा मान्छेहरू कराउँछ, दामी तरिकाले मान्छेहरू कराउँछ, यताउति गर्छ होइन। त्यही हो गाइजहरू। अब बस्यो टाउको दुला जस्तो गर्दा यता गएर के गरे जस्तो हुन्छ है। यसरी वाग्दै लाग्छ कहिलेकाहीँ। अब घुम्ने ठाउँमा गइसक्यो, अनि कता राम्रो के गरौँ भन्ने गर्नुहुन्थ्यो। यस्तो छैन त क्यास हुनु पऱ्यो नि त। क्यास भए पो अनि ग्याठ आउँछ त, क्यास भए पो ग्याठ आउँछ भन्ने जस्तो हो नि त गाइजहरू होइन। क्यास भए पो ग्याठ हुन्छ भन्ने कुरो होइन। यस्तो गरिरहेको छ। खै अब बेलुका पानी पऱ्यो भने होप्याकै हुन्छ, तर जस बेलुका चाहिँ यसो टिकटक लाइफतिर यसो बस्दिनँ पर्ला भन्ने सोचिरहेको छु होइन। अरू त अब केही हो, अब अरूहरू कामहरू केही गर्नु छैन। अब साइडहरूमा पनि यसो कामहरू गर्नु थियो, यताउति गरेर भ्याउनु पर्ने थियो। अब हेरौँ के कस्तो हुन्छ मोड चाहिँ होइन। मेरो मोडको हुन्छ गाइजहरू। आई हेभ दामी तरिकाको फिल निकाल्नुपर्छ। एक्सर्साइज गरेर निस्केको होइन यो, एक्सर्साइज गर्ने पात्रा। फेरि एक्सर्साइज गर्छ, ब्याग ठ्याक गरेर एक्सर्साइज गरेर यहाँ फेरि यो सिसा छ नि, मौका हान्ने जस्तो मान्छेले है, मौका हान्ने जस्तो मान्छेलाई के गर्ने, मान्छेको नाम मेन्सन गर्ने भन्ने मान्छेको बेइज्जत हुन्छ गाइजहरू है। अनि लाटा जस्तो मान्छेलाई ल्याएर अनि सिसा ठोक्ने हो त नि। जान्न त कान त सुन्ने, तर यस्तो लाटाले यस्तो गर्ने होइन। गर्नु त त्यसलाई डोमिनेट गरेको होइन, त्यही पनि त्यस्तो मान्छेले ल्याउने कुरै होइन नि त। अलिकति बुझ्ने जल्दो बुझ्दो मान्छेले चाहिँ अलिकति राम्रै मान्छे ल्याएर गर्नुपर्ने हो क्या। यस्तो कुरा चाहिँ अब यो कोठाको कुरा गर्ने र यो तल कुरा गर्ने अन्त धेरै कहानी लामो हुन्छ। मान्छेको बेइज्जत पनि हुन्छ क्या। त्यो मान्छेको नाम मेन्सन गर्ने हो भने मान्छेको बेइज्जत हुन्छ। त्यही भएर मैले बेइज्जत गर्ने, मान्छेले बुझेर सोच पुऱ्याएर विचार पुऱ्याएर भन्ने हो क्या। त्यही भएर चाहिँ त्यस्तो चाहिँ गर्नु हुँदैन जस्तो लाग्छ। पैसा लिएपछि जस्तो भयो नि चाहिँ गर्नुपर्छ भन्ने जस्तो हो है गाइजहरू। यो चाहिँ कुरा छोड्यो। अब उनीहरूको तेह्र आउँछ अनि भेट्नु होला। ल्यापटप ओपन गरेर बसिरहेको होइन, अनि बाहिर चाहिँ पानी पर्ला जस्तो गरिरहेको छ। ब्लगहरू साइडमा ब्लगहरू गर्दै बसिरहेको थिएँ क्या। एकछिन चाहिँ यसलाई चाहिँ ढ्याप्प गरौँ होइन। एकछिन पर्ला जस्तै गरेछ, चक्की तरिकाको पानी परेको जस्तो गरेछ होइन। टाइमहरू हेर्दाखेरि कति बजेको छ भने टाइम चाहिँ लगभग 4:30 भइसकेको छ। अब बेलुकातिर होइन पानी चाहिँ यस्तो तप्तारमा परिरहेको छ क्या, बवाल तरिकाको। फ्याक ठ्याक हुन्छ क्या म चाहिँ फेरि कता के गर पानी पर्ला जस्तै गरेर भयो क्या। पानी पर्नु चाहिँ सुरु भइरहेको हो, पानी पर्ला जस्तो छ। सैतले कराएको यार, यो कान्छी किन कराएको लु, यसै यसको साथी आएको त्यसै कराउने यार। प्याक ठ्याक गरेर कराई गर्ने यार, प्याक ठ्याक गर्ने यार। पानी चाहिँ हावा चाहिँ पर्ला, बेलुका चाहिँ चिलमै मजा हुन्छ, मजा आउँछ नि त। के गर्ने, त्यो ब्लग बनाएर टाइटल के हाल्ने, थम्बनेल के हाल्ने भन्ने हुन्छ, त्यस्तै कुरा हुन्छ त। आमा ओ जिन्दगीमा के हुन्छ। जनता पार्टीहरूले, आमाले जनता पार्टीहरूले, बुढा त भइसक्यो यति ढिलो। हामीले अहिले आगो पुग्नु लाग्यो र आज कहाँ गएको। रामघाट नजा भन्दाखेरि घरिघरि रामघाट है गानी यार हिँड्दा। घाँस काटेर ल्याएन, घाँस कस्तो खाले घाँस ल्यायो, वंश राम्रो ल्याएछ। आमामा घाँसी त पानी पर्नु थालेछ है, सुत्न त रमाइलो भइरहेछ है। रमाइलो होला, रमाइलो होला अरे, होला रमाइलो हुने हो भने के भन्छन् बुढाले खै फोनमा, के भन्दैन बुढाले। बुढाले के भन्दा, बुढाले के भन्ने भनेन केही नि। अहिले के बानिहाल्यो भनेर के भने बुढा, अहिले के भने भेट्न मन लागेको थियो भन्ने हो। कहिले भेट्ने रे, त्यतिकै कहाँ छ रे फारममा। ए के भनेको नि बुढा आउने अन्तखेरि के भन्छ के भन्छ भनेको, एक दिन जानै पर्ने छ एक्लै। ढोका लाग्यो नै क्या हो, आम्बो डेन्जर हावा चल्छ है गाईहरू होइन। अब चाहिँ एकछिन बसी भेट्छ है गाईहरू। अहिलेको बेलुकाको मौसम चाहिँ यस्तो छ है। बुढी चाहिँ यहाँ ठक्कै यहाँ सिकेछ बल्ल छ। अनि पानी परेको थियो होइन, हल्का फुल्का दामी तरिकाले पानी पर्छ भनेको, चिल पारामा दामी पर्छ भनेको पानी नि पर्दै परेन। अनि त्यही भएर चाहिँ यसो माथि चाहिँ यसो हल्का वार्मअप गरेको। अनि ब्लगहरू गर्दाखेरि के गरौँ भनेर चाहिँ एउटाले फेरि मैले कन्टेन्ट लेख्न लागेको थिएँ, आर्टिकल लेख्न लागेको छ, फेरि बिचमा फोन गरिदियो। अनि फोनमा बोल्नु पऱ्यो, हल्का फुल्का गफ पनि ठोकिदिउँ हाल्दैमा होइन। ठोकिदिया बबाल, ठोकिदिया बबाल कौकिया
ठोक्दै या भने जस्तै होइन। जस अब बेलुका चाहिँ आनन्द तरिका बसिन्छ, भिडियो अपलोड गरिन्छ, अपलोड गरेर एडिट गरिन्छ, एडिट गरेर सबै कुराहरू चाहिँ गर्नुपर्ने हुन्छ गाइजहरू। अब म सुरुमा चाहिँ के हुन्छ भने ब्लग बनाउँदाखेरि कन्टेन्ट के बनाउने, कन्टेन्ट के हाल्ने भन्ने कुरो हुन्छ होइन। अनि के सोचा एडिटिङ गऱ्यो होइन, अनि सुरुमा एडिटिङ गऱ्यो, एडिटिङ गर्दा के हुन्छ गाइजहरू होइन। एज वेल यहाँ त्यो पारिपट्टि चाहिँ त्यहाँ गुरुङहरूले चाहिँ के ढ्याङ्ग्रा बजाउनु लगाएको छ होला, आवाज पनि आएको होला पक्कै पनि होइन। अब ब्लग पनि म यहाँ इन गर्न गएको छु, आज चाहिँ पनि कतै पनि गएन, के गरेन, बाहिर पनि निस्किएन होइन, निस्किने मनै लागेन। अनि त्यही हो गाइजहरू, अब आजको ब्लग पनि म यहाँ इन गर्नु गइरहेको छु होइन। अब घुम्ने ठाउँमा घुम्ने गयो, कता के भयो के भयो गाइजहरू, त्यहाँ त्यो कुरा छोडिदिनु होला होइन, घाममा राखिदिनु होला। अनि ब्लग चाहिँ म यहाँ इन गर्नु गइरहेको छु। अहिलेसम्म भिडियो लागेरमा च्यानलमा सब्सक्राइब गर्नु होला। एन्ड टिल देन लभ यु जय नेपाल।